उपस्थित हुने बनाएँ नि मैले। त्यो त बनाएको हो नि त। मेचीको किनारमा पहिलोचोटि कसले लगेको थियो? राप्रपाले लगेको थियो, कुनै राजावादीले लगेको थियो, मैले लगेको होइन, हामीले लगेको हो नि त। तपाईँलाई म एउटा कुरा भनौँ, उहाँको जिजुले आर्जेको मुलुक हो कि त्यही हुन्छ। मेरो सम्पत्ति नि मेरो नातिले मुलुक नगरे तपाईँले मुलुक गणतन्त्रवादीहरूले के गर्दैछन् मलाई थाहा छैन। गणतन्त्र खतरामा पर्यो भन्ने त थाहा रहेछ नि त, थाहा रहेछ होइन? गणतन्त्र लगेर कसले खतरामा पारेको? दुर्गा परसाईले हो कि राजाले हो कि यिनै डाकाहरूले हो? यो राजा ल्याउने नवराज सुवेदीको छुट्टै नेतृत्व छ होइन। फेरि कमल थापाले त लगभग त्यसमै सहमति जनाए। राजेन्द्र निदेनले राप्रपाईबाट मै हो त्यसको नेतृत्व भन्दै गर्दा तपाईँले फेरि म हो भन्दै हुनुहुन्छ। यो राजा ल्याउने नेतृत्व गर्दा चाहिँ चारजना चारतिर फर्केर कस्तो खालको म्यासेज दिन खोज्नु? यसो तपाईँले के बुझ्दैछ भने मैले म भनेको छैन। मेरो नागरिकको मुद्दा हो। मैले राजाका हातबाट पानसमा दियो बालेर अघि बढाएको कार्यक्रम हो। यो राजाले सोच्ने कुरा हो, जनताले सोच्ने कुरा हो। म राजा बेचेर हिन्दू राष्ट्र बेचेर मैले भोट मागेर हिँडेको छैन। अब त्यो जसले गर्छन् उहाँहरूलाई सोध्नुहोस्, मलाई नसोध्नुहोस्। म यसमा एउटा कुरो के भन्छु, मैले अघि भने नि, म 4 फ्याक पनि भएको छैन, म 6 फ्याक पनि भएको छैन। म एउटै हुँ। म हिजोदेखि मेरो निरन्तर त्यही छ, आज पनि त्यही छ। जस्तो यो नवराज सुवेदीको नेतृत्वको विषयमा चाहिँ के छ? नवराज दाई पनि अब लाग्नु भएको छ, ठिक छ त। राजेन्द्र दाईले आफ्नो सुरु गर्नुभयो, ठिक छ। कमल दाईले आफ्नो गर्नुहोस्, ठिक हुन्छ। केशरबहादुर दाईले आफ्नो गर्नुहोस्, ठिक हुन्छ। काङ्ग्रेसले गरोस्, एमाले आफै निस्कियोस्, माओवादी झन् ठुलो झन्डा बोकेर निस्कियोस्, प्रचण्ड छ्याप्पा ताउ लगाएर झन्डा लिएर निस्क्यो भने झन् के भयो त? यहाँ केही भएको छैन। हामीसँग मेरो मुद्दा भनेको सर्वहारा वर्ग भुइँ मान्छेको मुद्दा हो। एउटा कुरा नि, तपाईँले संवैधानिक राष्ट्र संस्था भन्नुहुन्छ होइन, राष्ट्रपतिको ठाउँमा राजा भन्नुहुन्छ। एउटा हजुरबालाई फालेर चाहिँ अर्को हजुरबा ल्याएर चाहिँ नयाँ चाहिँ के गर्न खोज्नु भयो? होइन होइन, यस्तो राष्ट्रपतिको ठाउँमा राजा हुँदैन। राष्ट्रपतिको ठाउँमा राजा हुँदैन। राजा भनेको राजै हुन्छ। कतिपयले त त्यो भन्छन् नि तपाईँको त्यो नबुझेको। राष्ट्रपतिको ठाउँमा राजा हुँदैन। किङ भनेको नि के हुन्छ तपाईँलाई थाहा छ? बाघ भनेको जहिले बाघ हुन्छ क्या, बुझ्नुभयो? यहाँ सुन्नु न, तपाईँलाई म भनौँ न, यत्रो दल यत्रो शक्ति जम्मै होइन, राजा यिनीहरू नाच्नु र राजा हिँड्नुमा त फरक रहेछ नि त। राजा बोलेको छ, एउटा राजा बोल्नु भएको छ। एउटा राजाको प्रेस रिलिज आउँदा एउटा बोल्दाखेरि फागुन 6 गते देशवासीका नाममा सन्देश दिँदाखेरि यिनीहरूको मथिङ्गल हल्लिएको छ त। राम्रो काम गरेको भए मथिङ्गल हल्लिन्थ्यो। त्यो राजालाई बोल्न बाध्य र दुर्गा परसाईलाई विद्रोही कसले बनाएको भन्दा यिनीहरूले हो नि त। यो प्रश्न त यिनीहरूलाई गर्नु र हामीले नि त्यस्तो खालको केही खोजेको होइन। यिनीहरूको विकल्प खोजेको। गणतन्त्रको विकल्प अरू केही हुन सक्दैन भन्छन्। गणतन्त्रको विकल्प भनेको राजतन्त्र हो, राज संस्था हो। गणतन्त्रको विकल्प भनेको दुर्गा परसाई हो। गणतन्त्रको विकल्प भनेको गणतन्त्र फ्याँकेर नयाँ व्यवस्था ल्याउने हो, राजा सहितको। जसले तपाईँ बुझ्नुभयो? दललाई राजा बनाउनका लागि जनविद्रोह गर्दै हुनुहुन्छ नि, पूर्व राजा ज्ञानेन्द्रको उहाँ राष्ट्र प्रमुखका लागि उहाँ राजाको छोरा हुनु बाहेकको अर्को योगदान र योग्यता के हो राष्ट्र प्रमुखका लागि? तपाईँलाई म एउटा कुरा भनौँ, उहाँको जिजुले आर्जेको मुलुक हो कि त्यही हुन्छ। मेरो सम्पत्ति नि मेरो नातिले मुलुक नगरे तपाईँले मुलुक गर्ने क्या कुरा गर्नुहुन्छ तपाईँ? मैले गरिदिएको, मैले जोडिदिएको सम्पत्तिमा मेरो नातिले त मोज गर्छ त। कस्तो खालको कुरा गर्नुहुन्छ? मेरो नातिले त राज गर्छ त कि तपाईँले गर्नुहुन्छ हौ? यही तपाईँले गर्ने हुँदा त बिग्रियो त्यहाँ। कुरो बुझ्नु भएन? बिग्रेको यही हो। कुरो ठिक होइन? देशको सम्पत्ति एउटाको व्यक्तिको मात्रै हुन्छ र एउटा देश एउटै व्यक्तिले त हिजो आर्जन गरेको नि। के त्यतिखेर केपी ओलीका बुगाले गरेको थियो, प्रचण्डका बुगाले गरेको थियो, शेरबहादुरका बुगाले गरेको थियो। नागरिकले स्वीकार्नु पर्यो नि। नागरिकले नस्वीकार्दा आज माडवाडीको गोठालो भयो नि त। तपाईँ अहिले कसको क्यामेरा बोकेर हिँड्नु भएको छ? पैसा कसलाई बुझाउनु हुँदैछ? हो, यो नबुझ्योस्। माडवाडीको गोठालो हुनुभन्दा बुझ्नुभयो? नामर्दा कि स्वास्नी हुनुभन्दा मर्दा कि रखेल हुनु भन्छ नि। यी तस्करहरूको नि काम गर्ने हुनुभन्दा राजाकै हुनुहोस् न तपाईँहरू। तपाईँलाई राजा आउँदा के बिग्रियो? के बिग्रियो? राजाले तपाईँको केही बिगारिदिएको छ? तपाईहरुलाई खुला चुनौती दिनु भएको छ के? उहाँले ठाउँमा आउँदैन हुन्छ, उहाँले मात्रै बैठक बसेर यिनीहरू 3 जनालाई दुर्गा परसाई एक्लै काफी कि 3टैलाई एक्लै? मलाई 3 वर्षदेखि चुनौती दिए। ल एक्लै ओपन ल खेलौँ न, फाइटिङ खेल्ने, जे खेल्ने, के खेल्ने खेलौँ न, कुस्ती, काटा काट, तरबार हानाहान खेलौँ त।
बन्दुक हानेर पनि खेल्नु त एक्लै काफी के कुरा गर्नुहुन्छ हौ तपाईँ म राप्रपाका साथीहरू जस्तो सुरुवाल मुतेर हिँड्ने मान्छे हो जस्तो दाइ 15 गते त समाजवादी मोर्चा माओवादी केन्द्र लगायत अन्य दलहरूले पनि शक्ति प्रदर्शन गर्ने भनेको छ गणतन्त्र खतरामा पर्यो राजावादीहरू सलबलाउन थाले टाउको उठाउन थाले भनेर तपाईँले पनि 15 गते भन्नुभएको छ अब गणतन्त्र पक्ष तर राज संस्था पक्ष त चाहिँ आमुने सामुने होइन दीर्घकालीन द्वन्द्वमा जाने भएन मुलुक होइन यहाँ सुन्नुहोस् अनि 9 गते गर्ने भनिरहेको छन् अरूले फेरि अरू राजावादीहरूले तपाईँहरू आफै विवादित भयो भने विवादित भएर आन्दोलन गर्दा त्यसले कता पुर्याउँछ निष्कर्षमा पुर्याउँछ आन्दोलन अनि 25 गते तपाईँहरू सबै एक ठाउँमा हुन्थ्यो अलिक ठुलो भेट देखाएको थियो अब विवादित भयो भने कसरी तपाईँहरूको ल म तपाईँलाई एउटा ए मेरा भाइ तपाईँ लामो नसोध्नु न एउटा सोध्नु सडक्क भनेको गणतन्त्रवादीहरूले के गर्दैछन् मलाई थाहा छैन होइन 15 गणतन्त्र खतरामा पर्यो भन्ने त थाहा रहेछ नि त थाहा रहेछ होइन गणतन्त्र लगेर कसले खतरामा पारेको दुर्गा परसाईले हो कि राजाले हो कि यिनै डाकाहरूले हो राजाले त छोड्दिएको त त्यो गरी खाओ भनेर भन्दाखेरि यिनीहरू गरी खाओ भनेर दिएको त पशुपति नै खाने एयरपोर्टै खाने बाल मन्दिरै खाने नेपालीलाई भुटानी बनाएर खाने नेपालको पैसा कम्बोडिया लगेर राख्ने के कुरा गर्नुहुन्छ तपाईँ तपाईँ एउटा कुरो के बुझ्नु छैन नि यही गर्न दिएको हो त त्यही भएर आफै लगेर गणतन्त्र अप्ठ्यारोमा पार्ने अनि अहिले आएर गणतन्त्र जोगाउँछु भन्दा जोगिन्छ हजुर बुवाले घिउ खाए अहिले हातसुङमा हुन्छ गयो प्रचण्डको त्यो जमाना गयो प्रचण्डलाई भनिदिनु केपी शर्मा ओलीज्यूलाई पनि भनिदिनु शेरबहादुर राईलाई पनि भनिदिनु माधव कुमार नेपाललाई पनि भनिदिनु हो के भनिदिनु भने बाबुरामलाई पनि भनिदिनु 15 गते पछाडि यिनीहरूको देशमा बसाइ नै हुँदैन कि यत्रको त्यो तपाईँ टेन्सन गर्नुहुन्छ त्यो छोडिदिनु न को आउँदो रहेछ यिनीहरू हेरौँ न हामी म के भन्छु भने सम्पूर्ण नेपालीहरूलाई यिनीहरूले पठाएको बसमा हाम्रा मान्छे चढेर आउनु है यहाँ आउने बेला चाहिँ हाम्रामा आउनुहोस् हामी उनीहरूसँग भिड्न गएको होइन नि हामी जाँदैनौँ भिड्न हामी लडाइँ गर्दैनौँ हामी नागरिक जोगाउन हिँडेको ल 25 गते तपाईँहरू सबै जस्तो राप्रपा नेपाल तपाईँ अरू केशरबहादुर विश्व सबैको समर्थन थियो त्यो भिड थियो होइन अलिक ठुलो देख्यो अब तपाईँहरू विवादित भएर केही विवाद गर्दै हुनुहुन्थ्यो मेरा भाइ निष्कर्षमा त्यो तपाईँलाई म भनौँ त्यो कसैले गर्दा आएको होइन 3 वर्षदेखिको हामीले गऱ्यौँ कन्भेन्स हामीले फर्स्ट पेजबाट चाहिँ कसले गरेको थियो बिहान 7:45 राजा आउँदै हुनुहुन्छ वेलकम भनेर मैले हालेको थियो नि अरूले त 2 बजी 3 बजी थाहा पाएको अनि फागुन 25 गतेको त्यो सडक प्रदर्शन त मेन हात चाहिँ दुर्गा प्रसाईको होइन म हात कसौँ नेपाली नागरिकहरूको नेपाली नागरिकहरूको तर नेपाली नागरिकहरूलाई यो ठाउँसम्म पुर्याउने काम त फेरि दुर्गा प्रसाईले पुर्यायो नि त किनभने दुर्गा एउटा कुरा कि राजा हिजो मन्दिरमा मात्रै जानुहुन्थ्यो राजालाई त आज जुलुसमा नारामा उपस्थित हुने बनाएँ नि मैले त्यो त बनाएको हो नि त मेचीको किनारमा पहिलोचोटि कसले लगेको थियो राप्रपाले लगेको थियो कुनै राजावादीले लगेको थियो मैले लगेको होइन हामीले लगेको हो नि त हाम्रा माग राजा आएपछि पुरा हुन्छ 20 लाखभन्दा मुनिको ऋण बिना 20 लाखभन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका त्यहाँभन्दा के चाहियो नेपालीलाई के चाहियो ल राजा सडकमा पनि आउँछन् राजा सडकमा आउने आइहाल्नुहुन्छ नि राजाले तपाईँ हेर्दै जानु हामी सँगै हुन्छौँ यो कुरा बुझ्नुहोस् तपाईँलाई विश्वास लाग्छ कि लाग्दैन दुर्गा प्रसादले बोलेको पुग्छ भनेर होइन यहाँनिर दाइ एउटा सोध्छु अब लास्टमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले के भन्नुभयो भने फागुन 25 गते दुर्गा प्रसाई राजा सँगसँगै हिँडे हामी चाहिँ अब लो भएर पनि अलिकति हामी अपमानित सहेर पनि पछाडि मात्रै समर्थन गऱ्यौँ त्यो हिसाबले हामीले राप्रपाले त्यत्रो सङ्गठित संस्था पार्टीले इनिसिएसन लिनुपर्ने तर दुर्गा प्रसाई अगाडि बढ्यो भने जस्तो आशयको अभिव्यक्ति दिनु कसरी हो राजन दाइले त कसरी दिनुभएको म त्यो डिप्लोमेटिक कुरा बुझ्दिनँ राजनीतिक कुरा बुझ्दिनँ राजा हिजो बिर्सेको थियो नि मान्छेले अनावश्यक तपाईँले बढी जस लिन खोज्नुभयो भन्नुभयो होइन अनावश्यक सबैभन्दा बढी चाहिँ दुःख मैले गरेको छु त भइहाल्छ नि त्यो त स्वाभाविक जनताले गर्ने कुरा हो नि उहाँहरू के अनि हिजो अस्तिसम्म उहाँले के भने महाधिवेशनमा जित्दाखेरि 6 महिनाभित्रमा राज संस्था स्थापित गराउँछु भने होइन उहाँ गएर उप प्रधानमन्त्री हुनुभयो राजन दाइले कसको भोटले जितेको ज्ञानेन्द्र साईले कसले भोटले जितेको परौले कसको भोटले जितेको एमालेको भोटले जितेको होइन एउटा कुरो के छ भने हिजो हामी जस्ता योद्धा थियौँ प्रचण्डलाई त्यो ठाउँमा पुर्यायौँ आज यही काँधले फेरि हिजो यो काँधले प्रचण्ड पुगेको हो नि त अनि ठाउँमा पुगे
आज यही कारणले प्रचण्ड र केपी फ्याँकेर नि राजा बोकेको छ कि राज संस्था आयो आयो 1 आयो 2 आयो 3 आयो हो। ल लागौँ न यो प्रचारमा ल है साथीहरू, धन्यवाद।